हेलो साथीहरू, के छ खबर सबैको? सबैजना आरामै हुनुहुन्छ होला। अलिकति घटबढ छ नेपालतिर होइन, यस्तै हो। अब समय अनुसारमा के हुन खोजेको छ, के हो कसो हो थाहा पनि छैन होइन। सो केटाहरू, आज चाहिँ म सबैले मेरो सब्सक्राइबरहरू जो अब हुन्छ नि अलिक ध्यान दिएर भिडियो हेर्नेहरूले चाहिँ प्रायः केटाहरूले सोधिरहेको छ कि हाउ टु मेक द लाइसेन्स इन अस्ट्रेलिया होइन। कारको लाइसेन्स कसरी निकाल्ने, ट्रकको लाइसेन्स कसरी निकाल्ने, दाइ मलाई थाहा छैन भनिदिनु पऱ्यो भने। सो केटाहरू, आज मैले ट्रकको लाइसेन्स के गरी निकाल्ने भनेर चाहिँ मैले भिडियो बनाएको छु। त्यसलाई धेरै हेल्प आउट हुन्छ सब केटाहरू होइन। सो साथीहरू लिसन केयरफुल्ली होइन, काहीँ कतै केही होला, केही प्रश्न सोध्नु पऱ्यो सोध्नु पनि होला होइन। सो केटाहरूलाई अब म कसरी चाहिँ फर्स्टमा लाइसेन्सको प्रोसेस के हुन्छ, कारको लाइसेन्स फर्स्टमा कसरी निकाल्ने है। कारको लाइसेन्स फर्स्टमा कारको लाइसेन्स चाहियो है। कारको लाइसेन्स निकाल्नलाई एउटा जसले बनाइसकेको छ फुल लाइसेन्स, त्यसले अलिकति बिचबाट आउँछ ट्रकको लाइसेन्स कसरी पनि, त्यो भिडियो त्यो टाइमसम्म कुर्नु होला, हेर्दै गर्नु होला होइन। सो म नयाँबाट सुरु गर्छु है। जोसँग 3 वर्ष पुरानो लाइसेन्स छ नेपालको, कारको लाइसेन्स है, बाइकको हुँदैन। कारको लाइसेन्स 3 वर्ष पुरानो छ है। कारको लाइसेन्स 3 वर्ष पुरानो भएकोले कन्भर्ट गर्न मिल्छ यहाँ होइन। सो फर्स्टमा कन्भर्ट गर्नलाई एउटा भेरिफिकेसन लेटर चाहिन्छ नेपालको है। त्यो भेरिफिकेसन आउनेले लिएर आउनु होला, नआउनेले के गरी भेरिफिकेसन निकाल्न ट्राई गर्नु होला। ट्राई गरेर नहुने जस्तो भयो भने चाहिँ एकतालि मलाई भन्नु होला, म हेल्प आउट गर्छु यसमा है साथीहरूलाई है। यसमा हेल्प आउट गर्छु म। अरू यो किन भने म त्यही फोन गराए बेला कुरा गरौँला। अनि जब तिमीले त्यो भेरिफिकेसन तिमीले ल्याउँछौ, तिमीले लिएर आयो भने तिमीले जाऊ। तिमी कहाँ जाऊ भने तिमी नर्थ सिडनीमा काउन्सिलर अफिस छ, त्यहाँ गएर त्यो भेरिफिकेसन लेटर स्ट्याम्प हानेर आउनुपर्छ है। त्यो स्ट्याम्प हानेर आइसकेपछि सर्भिस एनएसडब्ल्यू जाने, फर्म फिलअप गर्ने। अनि त्यहाँ गएर फर्म फिलअप गरिसकेपछि किन यहाँ आएको भनेर सोध्छ। सो मैले चाहिँ नेपालको 3 वर्ष पुरानो लाइसेन्स कन्भर्ट गराउनुलाई होइन, कन्भर्ट गराउनुलाई भन्ने। अनि उसले त्यहाँ ढ्याक्क दिने त्यो पेपर वर्क जुन तिमीले भरेको पेपर दिने, उसले सोध्छ फुल लाइसेन्स हो कि जेरोबाट जाने हुन्छ, जेरो नै पीबाट जाने, फुल लाइसेन्स भन्नु। फुल लाइसेन्स भनिसकेपछि तिमीले एकचोटि तिमीले ट्रायल लिएर फेल गर्यो भने त्यो नेपाली लाइसेन्स तिमीले गाडी चलाउन पाउँदैनौ जबसम्म तिमीले ट्रायल पास गर्दैनौ है। तिमीले ट्रायल एकचोटि फेल गर्यौ रे, मानौ फुल लाइसेन्स निकाल ट्रायल फेल भयो रे, तिमीले गाडी चलाउन पाउँदैनौ त्यो लाइसेन्सले है, नेपालको लाइसेन्स। जबसम्म तिमीले ट्रायल पास गर्दैनौ तिमीले तबसम्म गाडी चलाउन पाउनु। जब ट्रायल पास गर्छौ तिम्रो फुल लाइसेन्स आयो। फेल गरे चलाउन पाइएन, फेरि अगेन एक्जाम दिने, पास आउट भइसकेपछि फुल लाइसेन्स आउँछ, फेरि आउँछ फुल लाइसेन्सै आउँछ है। त्यो फेरि पीमा जानुपर्छ भनेर भन्छन्, अरूले जानु पर्दैन, फुल लाइसेन्सै आउँछ। एकचोटि दुईचोटि जतिचोटि फेल भएर दिए पनि फुल लाइसेन्सै आउँछ, ढुक्क भएर बसे हुन्छ। देन आफ्टर जब फुल लाइसेन्स आउँछ 1 हप्तापछि होइन, ट्याक्क हार्ड कपी हातमा आइसकेपछि टक्क ट्रकको लाइसेन्स बुक गर्नु। आउने बित्तिकै 2-3 वर्ष कुर्नु पर्दैन, 1 वर्ष नि कुर्नु पर्दैन, केही पनि समय कुर्नु पर्दैन। अनि एचआर ट्रकको लाइसेन्स बुक गर्नु, एचआर ट्रकको है, एलआरएमआर गर्ने एचआरको बुक गर्नु। त्यहाँ लेखे आउँछ 2 वर्ष भएको छ भने त 6 भने टिक लगाइदिए हुन्छ, केही फरक पर्दैन। हामीले नेपालको लाइसेन्स कन्भर्ट गरे किन, हामी अलरेडी 3 इयर्स होल्ड पुरानो लाइसेन्स होल्ड गरिसकेर हामीले पाएको हो लाइसेन्स। सो हामीले होल्ड गर्नु पर्दैन है 1 वर्ष। स्टेट गर्ने, एचआरमा टिक लाउने, डिकेटी बुक गर्ने। जुन दिन डिकेटी दिनको बुक गर्छौ नि, त्यसको ट्रकको डिकेटी चाहिँ कहाँ हुन्छ भन्दै त्यो सर्भिस एनएसडब्ल्यूको एपमा जाऊ। त्यहाँ जसरी कारको डिकेटी पढाएको थियौ नि हो त्यसरी नै एचआर ट्रकको डिकेटी पढ्नु। अनि जब तिमी ओके आइएम ओके भन्नु, ट्यागको फर्म भर, सर्भिस एनएसडब्ल्यूको एपबाट फर्म डिकेटीको लागि भर, समय सेड्युल बुक गर होइन। अनि जाऊ, त्यहाँ जानु 1 घन्टा अगाडि जाऊ, समयभन्दा 1 घन्टा अगाडि पुग, फर्म फिलअप गर। अनि लाइसेन्स देऊ, तिम्रो कारको लाइसेन्स देऊ हार्ड कपी त्यहाँ अफिसमा। अनि के को लागि भन्छ, मैले एचआर ट्रक अपरेट गर्न आएको लाइसेन्स भन्छ। अनि डिकेटीको टाइममा ट्याक्क तिमी टाइम कुर, तिमी डिकेटीमा फेल भयो रे, फेरि देऊ, त्यही दिने दिन पाइन्छ। 3 चोटिसम्म डिकेटी त्यही दिन पाइन्छ, तर प्रत्येक चोटिको $50 लिन्छ है। 3 चोटिमा पास पनि भन्छ। जब तिमीले डिकेटी पास गर्छौ एचआरको, अनि तिमीलाई ल डिकेटी पास भइस् त, अब तैँले ड्राइभिङ स्कुलमा बुक गर भन्छ। ड्राइभिङ स्कुलमा बुक गर्नुपर्छ है, सरी एनएसडब्ल्यूमा सिडनीमा। ड्राइभिङ स्कुल त्यो ट्रान्सपोर्ट अफ डिपार्टमेन्टले लिँदैन, त्यो ट्रान्सपोर्ट अफ डिपार्टमेन्टले चाहिँ अथोरिटी दिया हुन्छ ड्राइभिङ स्कुलहरूलाई। तिमीलाई ट्रकको लाइसेन्स चाहिँ तिमीलाई लाइसेन्सको सर्टिफिकेट दिन्छ फर्स्टमा, त्यो चाहिँ ड्राइभिङ स्कुलले दिन्छ। तिमीले ड्राइभिङ स्कुललाई फोन गरेर बुक गर्नुपर्छ। त्यो गर्ने बेला आई विल हेल्प इट आउट, सबै केटाहरूलाई आई विल हेल्प इट आउट, म सहयोग गर्छु केटाहरूलाई। अनि
तिमीले जब तिमीले त्यहाँ तिमीलाई जेरो नलेज छ भने तिमीले अलिक समय सिक्नुपर्छ, लास्टै रिस्की छ होइन। त्यो बेला तिमीलाई जे चलाएको छौ, नेपालमा पनि चलाएको छौ, ट्रक चलाउन जाने छौ भने चाहिँ त्यहाँ एचआर ट्रकको ड्राइभिङ स्कुल बुक गऱ्यो नि, ड्राइभिङ स्कुल बुक गरेर ड्राइभिङ स्कुल बुक गरिसकेपछि ट्याक्क जाने। तिमीले कस्तो चलाउँछौ हेर्छ फर्स्टमा, उसले हेरेर ल यस्तो के छ भने तिमीलाई सिकाउँछ सबै रुल्स एन्ड रेगुलेसन, इत्यादि सिकाउँछ। हाउ टु स्ट्राइप हाल्न, डोरी कसरी बाँध्ने, कसरी प्री चेक भने के हो होइन, यसको काम के हो, सबै तिमीलाई सिकाउँछ ट्रकको बारेमा। अनि तिमीलाई सब सिकाएपछि जब तिमीलाई रोड टेस्टहरू सबै सिकाउँछ, यस्तो हुन्छ उस्तो हुन्छ तिमीलाई अनि सब सिकाएपछि तिमीलाई ट्रायल दिन्छ, तिमी पास आउट हुन्छौ, तिमीलाई एउटा सर्टिफिकेट दिन्छ ड्राइभिङ स्कुलले। त्यो सर्टिफिकेट लिएर सर्भिस NSW जान्छौ, आई पास द ड्राइभिङ टेस्ट भनेर त्यो पेपर दिन्छौ, अनि तिमीलाई एचआरको लाइसेन्स ह्यान्ड ओभर गर्छ। एचआरको लाइसेन्स बनाएको 1 वर्षपछि मात्र मैले चलाएको जस्तो ट्रकहरू चलाउन पाउँछौ। त्यति 1 वर्ष चलाइसकेपछि अनि लाइसेन्स अपडेट गर्नुपर्छ, सेमी, HC र MC भन्छ, तिमीले MC को लाइसेन्स निकाल्न पाउँछौ त्यसपछि होइन। चलाएको 1 वर्ष कम्प्लिट भइसकेपछि सेम प्रोसेस लाइक एचआरकै जस्तो प्रोसेस हो। डिकेटी पढ्नु पऱ्यो, डिकेटी बुक गर्नु पऱ्यो, त्यही ड्राइभिङको त्यो थ्योरी पढ्नु पऱ्यो, पास आउट गर्नु पऱ्यो होइन। पास आउट गरेर ड्राइभिङ स्कुल फेरि बुक गर्नु पऱ्यो, तिम्रो ड्राइभिङ सेम लाइक एचआरको जस्तो निकाल्ने, तिमीले लाइसेन्स निकाल्छौ। युआर इलिजिबल टु ड्राइभ इच एन्ड एभ्री ट्रक्स इन अस्ट्रेलिया है। सेम क्विन्सल्यान्डमा चाहिँ एचआरको ट्रक गभर्मेन्टले नै लिन्छ, डिपार्टमेन्ट अफ ट्रान्सपोर्टले नै लिन्छ, कारको जसरी लिन्छ त्यसरी लिन्छ, सेम हो। मेरो बेला चाहिँ कस्तो थियो भने भेरिफिकेसन मागेको थिएन कि, मेरो त 10 वर्ष पुरानो लाइसेन्स थियो, 10 वर्ष, अहिले त 15 वर्ष पुरानो भइसक्यो नेपालको लाइसेन्स। मेरोमा चाहिँ भेरिफिकेसन मागेको थिएन सर्भिस जब मैले पारामाटामा गरेको होइन, त्यहाँ चाहिँ मलाई मागेको थिएन। जस्ट मेरो चाहिँ यसरी साइन गरिरहेको थियो क्या यहाँ यसरी, यो लाइसेन्स मेरो पुरानो हरियो लाइसेन्स त किनभने सोधेँ मैले, यो पुरानो जुन यो हरियो लाइसेन्स भएको छ नि हो तिनीहरूको चाहिँ त्यो त्यही इन्ट्री भइसकेको छ, सो तिनीहरूलाई चाहिँ हामीले माग्दैनौँ भेरिफिकेसन, अरूलाई चाहिँ हामीले भेरिफिकेसन माग्छौँ। त्योभन्दा अगाडि जो त्योभन्दा मेरोभन्दा अगाडिको लाइसेन्स निलो रातो निलो समथिङ कलर तिनीहरूलाई चाहिँ भेरिफिकेसन माग्छ भनेर भन्नु थाल्यो। सो त्यही हो केटा लाइसेन्स निकाल्ने है तरिका, भेरिफिकेसन चाहियो होइन। अब जो केटाहरूले कारको लाइसेन्स निकालिसकेको छ, फुल लाइसेन्स छ, चलाउन आउँछ भने चाहिँ सिधै गएर डिकेटी पढ्ने, डिकेटी पढेर ढाक्क समय डिकेटीको टाइम स्लट बुक गर्ने, डिकेटी दिने, पास आउट भइन्छ। ड्राइभिङ स्कुलमा फोन गर्ने, भन्यो भने म छु हेल्प आउट गरेर त्यसमा नि, मेरो साथीहरू छन् ड्राइभिङ स्कुलवाला साथीहरू, इन्डियन केटाहरू, उनीहरूले ढाक्क गरिदिन्छ, सिधो काम। ट्रकको लाइसेन्सको 1 वर्ष कुर्ने, एचआर चलाएर 1 वर्ष कुर्ने, एचआर 1 वर्ष कुरिसकेपछि मेरो जस्तो मैले चलाएको ट्रक चलाउनु पाइन्छ। सो अब एचआर ट्रकको रेट भनेको चाहिँ कति हुन्छ, एचआर ट्रक पास भएपछि काम चाहिँ पाइन्छ। एचआर ट्रकको रेट भनेको चाहिँ नर्मल्ली अहिले 30-31मा पाइरहेछ ट्याक्समा है, एबिएनमा 32-33मा पाइरहेछ एचआर ट्रकको है पैसा घन्टाको। ट्याक्समा पायो भने तिमीले दिउँसोको चाहिँ 29 र 30, एचआरको 29-32सम्म पाइन्छ ट्याक्समा है। और नाइट काम गऱ्यो भने चाहिँ 42-43 पाउँछौ तिमीले ट्याक्समा नाइटमा है एचआरको। अनि एचआरको लागि त्यही छ। सेमीको लागि आवरली रेट छ अहिले 33-34 छ है सेमीको लागि सिङ्गल टेलर। अनि बिडबल तिमीले चलायो भने 35-36 छ दिनको, राति चलायो भने त्यही 45-46 यस्तो हेरी छ है। 45-48 सम्म छ बिडबलको नाइटको होइन। सेमीको नि अराउन्ड 40 जस्तो छ सेमीको होइन। एचआरको नाइट त्यही हो अराउन्ड 40 त्यस्तै छ पैसाहरू चाहिँ पर आवर होइन। हेर न साथीहरू के कस्तो हुन्छ कसो हुन्छ होइन, भन्दै गर्नु सोध्दै गर्नु। अनि त्यसपछि त्यहाँबाट लाइसेन्सको त्यही हो। अब के बुझेन कसरी बुझेन मलाई भन, म फेरि भिडियो बनाएर हालिदिन्छु। बुझेको बुझेन केटाहरूले के हिसाबले गर्छौ निकाल होइन, निकाल्न अप्ठ्यारो भयो के हो प्रोसेस भनेर भन। सबै स्टेटको त्यही हो। अनि वेस्टर्न अस्ट्रेलियाको चाहिँ कारको लाइसेन्स बनाएर ल्याउनु पर्दैन है, ट्रकको लाइसेन्स बनाउनलाई सिधै ट्रकको बनाउनु पाइन्छ। कारको लाइसेन्स बनाउनु जरुरी छैन, सिधै जाने ड्राइभिङ स्कुल पहिला फर्म भर्ने, ड्राइभिङ स्कुलमा जाने, ड्राइभिङ सेन्टरमा के अरे डिपार्टमेन्ट अफ ट्रान्सपोर्टमा जाने वेस्टर्न अस्ट्रेलियामा, लाइसेन्स कन्भर्ट गर्नु पर्यो, ट्रकको लाइसेन्स निकाल्नु पर्यो सिधै। अनि फर्म सम फिलअप गरेर अनि त्यहाँ यताले पहिला सुरु ड्राइभिङ त्यसपछि त्यो डिपार्टमेन्ट अफ ट्रान्सपोर्टमा जाने, अनि त्यसपछि त्यहाँ त्यसले फर्म सम फिलअप गरेर ड्राइभिङ स्कुलमा भन्छ त्यहाँ जाने, पास आउट गर्ने, फर्म दिने, द्याट्स कुरा फिनिस है। वेस्टर्न अस्ट्रेलियाको पनि इजी छ। सो कताको के हो कसो हो मैले एनएसडब्ल्यूको वृत्तान्त बुझाएँ। सेम डिटु त्यही हो है, भेरिफिकेसन जहाँ पनि चाहिन्छ डिटु त्यही हो काम सबैको, गर्ने तरिका ढाक्क निकाल्ने त्यसरी नै हो।
केही गाह्रो छैन, इजी छ, तर रुल्स एन्ड रेगुलेसन टाइट छ है केटा। ल सो त्यति जेलसम्मलाई किप लभिङ, किप वाचिङ ट्रकमान्डु ब्लग्स होइन। लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला साथीहरू। त्यति भन्नलाई होइन, टाटा बाई बाई।